नेपालमा भएको यस्तो पैसा जो देखिँदैन, हग्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तो सबै नेपाली जनताहरूले चाहिँ यो भ्रष्टाचार गरेर लुकाइएको 2 नम्बरी कालो पैसा हो भनेर देखिरहेछ। तर पुराना पार्टीका नेताहरूले चाहिँ कसरी यसलाई देख्दैनन्। उनीहरूको कुन चस्मा लाएर आउँछन् अथवा चाहिँ भगवानले आँखा बाडिरहेको बेलामा उनीहरू आफ्ना सबै भ्रष्टाचारका काण्डहरूलाई कसरी लुकाउने र लुकाउन नमिल्ने काण्डहरूलाई चाहिँ के गरी आइ भनेर साबित गर्ने भन्ने मिटिङमा उनीहरू बसेका थिए होला सायद त्यो आँखा बाडिरहेको बेलामा। तर मेन कुरो चाहिँ हाम्रो त्यो कालो पैसा भन्ने होइन कि यिनीहरूको त यस्तो कुरा गर्नु भने त कति धेरै कुराहरू छ, कति धेरै कुराहरू छ। भ्रष्टाचारको पुरै फाइल नै देखिन्छ यहाँ त, हैन। यसलाई भ्रष्टाचारको फाइल भन्दाखेरि पनि यसलाई चाहिँ उनीहरूले गरेको फोहोर, उनीहरूले थुपारेको फोहोर भन्न मिल्छ। अझ भनौँ उनीहरूले हग्या गु हो भनेर भनौँ, जुन चाहिँ नेपाली जनताहरूले सोर्दा सोर्दा वाक्कै भइसके। कतिपय गु त कार्यकर्ताले खाएर सिद्ध्याउँछन्, खान नसके चाहिँ जनताहरूले सोर्न खोजे तर सोर्न सकेनन्। सोर्न नसक्नेहरू कतिपय विदेश गए र यहाँ नेपालमा बस्नेहरूको पनि अवस्था चाहिँ ठिक देखिँदैन। यहाँ नेपालमा बसेकाहरू चाहिँ युवाहरू खेती किसानी गर्छन्, दुःख गर्छन्, गाडी चलाउँछन्, ड्राइभर बनाएका छन्, होइन। पढे लेखेर पनि दुःखै पाउनु परेछ। ल काम त ल सबैले एउटा न एउटा काम गर्नुपर्छ। तर यहाँ चाहिँ नि सबभन्दा गाह्रो कुरा के छ भन्दाखेरि साना साना जुन 15-20 वर्षका भाइ बहिनीहरू छन्, लगभग मेरै उमेरका भनौँ, जहाँ अब 5-6 हजारको जागिरको लागि उनीहरू खलासी बस्नु परिरहेको छ। सानोतिनो रकम 2-4 महिना बितेपछि 10-15 हजार कमाउनको लागि खेती किसानी गरेर बस्नु परेछ। ड्राइभर, खलासी, किसानी जेसुकै काम गरे पनि बाँच्नको लागि काम गर्नुपर्छ। तर त्यो रोड राम्रो भइदियो भने, त्यो रोड कच्ची छ, काम नलाग्ने रोडहरू छ, त्यो रोड पनि गतिलो भइदियो भएदेखि धेरै राम्रो हुन्थ्यो। रोड कस्तो छ भन्दाखेरि यतापट्टि चाहिँ ठुलो पहाड छ जहाँ चाहिँ चट्टानै चट्टान छ, जुन कतिखेर गुल्टेर आएर लाग्ने हो थाहा छैन। बिचमा एउटा साँगुरो कच्ची रोड छ जुन पानी पर्यो भनेदेखि चिप्लेर सिधै भिरबाट खसेर रोड गाडी खोलामा गएर खस्छ। पाट पूर्जा कहाँ जान्छ, पाट पूर्जा भेटिँदैन। 5,000को लागि बिचारा त्यो साना भाइहरू 15 वर्षका भाइहरू 5,000को लागि आफ्नो ज्यान गुमाउनु पर्छ कि। यस्तो निर्दयी अवस्था छ कि नेपालमा भक्क पिच गरेको बाटोहरूको पनि अवस्था राम्रो छैन। किसानले बल्ल बल्ल आफ्नो उब्जाउ भएको सामानहरू सहरमा लगेर बेच्छु भनेर जाँदाखेरि कतिखेर माथिबाट आएको पहिरोले बगाएर खोलामा लगेर ज्यान जान्छ त्यो थाहा हुँदैन। ड्राइभर साथीभाइहरू, गाडीमा हिँड्ने सहचालक साथीहरू, कति बसहरू लगेर खोलामा लगेर मरिन्छ थाहा हुँदैन। र यही कुरोको विरोध गर्न खोज्दाखेरि हाम्रा साथीभाइहरूलाई जेनजी आन्दोलनमा गोली हानिन्छ। अनि त्यसपछि यो गोली किन हानिस् भनेर त्यही कुराको जवाफ माग्न, आफ्नो न्याय माग्न, आफ्नो हकको लडाइँ लड्न जाँदाखेरि फेरि उताबाट सरकार पक्षको मान्छेहरूबाट के जवाफ आउँछ, तिमीहरू आतङ्ककारी हो, जेनजी भनेको आतङ्ककारी हो, जनताका छोराछोरी भनेको आतङ्ककारी हो अरे। तिमीहरू जस्तो अनपढ गोबर बुद्धि भएको मान्छेहरूलाई एउटा सामान्य कुरा पनि थाहा छैन यार। त्यत्रो सरकार चलाउन बसेका मान्छेहरू जेनजी भनेको के हो थाहा छ? जेनजी भनेको जनताका छोराछोरी हो, यो देशको युवा हो, यो देशको भविष्य हो। र जेनजीलाई आतङ्ककारी भन्दिने, सिधै जनताका छोराछोरीले आतङ्ककारी भनिदिने र तिमीहरू चाहिँ यसरी आफ्नो भ्रष्टाचारको काण्ड लुकाउनलाई त्यो एआई हो भनेर बस्दिने, तिमीहरू चाहिँ के हो त त्यसो भएदेखि? पृथ्वीको भारी हो कि पृथ्वीको भारी, पृथ्वीको बोझ पृथ्वीको भारी हो। तिमीहरू चोर बुद्धि भएकाहरूलाई थाहा छ जुन देशमा बसेर तिमीहरू राज गरिरहेछौ, जनतामाथि शासन गरिरहेछौ, तिमीहरूले गर्दा मान्छेले कति दुःख पाछ भनेर। मान्छेहरूको सम्पत्ति नाश हुन्छ यस्तो बाढी पहिरोमा परेर। सम्पत्ति छोड्दिन, ज्यानै जान्छ यार। मान्छेहरूको अपाङ्ग हुन्छ मान्छे। जब एउटा सानो अस्पताल, स्वास्थ्य र यातायातको सुविधा राम्रो नभएको कारणले गर्दाखेरि ज्यान गुमाउने मान्छेहरू, अनि त्यसपछि अपाङ्ग हुने मान्छेहरू, तिनीहरू बिचाराहरूको के दोष छ ल भन न यसमा? तिमी बाबुआमाले छोराछोरी गुमाइरहेछन्, छोराछोरीले बाबुआमा गुमाइरहेछन्, श्रीमानले श्रीमती गुमाइरहेछन्, श्रीमतीले श्रीमान गुमाइरहेछन्। अब खाइ नखाइ गरेर जीवनभर हुर्काएको बढाएको छोराछोरी अब बुढो भइसकेपछि आफूलाई पाल्छन् भनेर आश गरेर आशमा बस्ने बाबुआमाहरू अचानक रोड दुर्घटना हुन्छ अथवा चाहिँ नि प्राकृतिक प्रकोपमा परेर उनीहरूले ज्यान गुमाउनु पर्छ। अनि त्यो बाबुआमाहरूलाई सान्त्वना दिनुपर्ने ठाउँमा तिमीहरू त्यसको छोराछोरी चाहिँ, तिमीहरूका छोराछोरी चाहिँ जनताका छोराछोरी भने आतङ्ककारी भनेर सिधै आतङ्ककारी घोषित गरिदिने होइन। तिमीहरूको बुद्धि घाँस चर्न गएको छ कि गोबर खान गएको छ कि म यो कुरो बुझ्दिनँ। तिमीहरूको लापरवाहीले गर्दाखेरि आज देशको अवस्था कति खत्तम भएको छ। मान्छेहरू फोकटमा ज्यान गुमाइरहेछन्, ज्यान नगुमाए पनि यहाँ बसेर गरी खान सक्ने अवस्था केही पनि छैन। अनि त्यसपछि त्यसको लागि जवाफ माग्न जाँदा आतङ्ककारी घोषित गरिदिने, सिधै आतङ्ककारी
भनिदिने लापरवाही पनि कतिसम्म लापरवाही हो। तिमीहरूलाई हामीले जिताएर पठाएको किन हो थाहा छ? हामीले दिएको जुन करको पैसा, जुन कर भनेर तिमीहरूले लुटिरहेछौ र आफ्नो गोजी भरिरहेछौ र त्यो गोजी भरिसकेपछि तिमीहरूको भान्डाफोर भएपछि जुन त्यो पैसा एआई हो भनेर भनिरहेछौ, त्यो त हामीले तिमीहरूलाई देश विकास गराऊ भनेर दिएको हो। एउटा मान्छेले जिन्दगीभरि दुःख गर्छ, देशको लागि श्रम गर्छ र करको पैसा बुझाउँछ भनेदेखि देशको हरेक एउटा नागरिकले सकुन्जेलसम्म हरेक दिन काम गर्छ, हरेक दिन मेहनत गर्छ यो देशको लागि भनेर खट्छ, एउटा नागरिक त देशलाई पर्दाखेरि जहिले पनि साथ दिएको छ नि त। यदि त्यो पैसा तिमीहरूलाई नदिने हो भनेदेखि जनताले आफैले त्यो समाज मिलेर त्यो काम देशको विकास गर्न सक्छ कि त्यो रोडको पूर्वाधारहरू सबै मिलाउन सक्छ, उनीहरूले विकास गर्न सक्छ कि तिमीहरूको आवश्यकतै पर्दैन थियो। जनता गरिब भयो कि तिमीहरूलाई कर बुझाएर हो, र त्यो कर तिमीहरूलाई नबुझाएको भएदेखि जनता आफै आत्मनिर्भर हुन्थ्यो, आफै विकास गर्न सक्थ्यो। तिमीहरू मुलाहरू चाहिँदैन थियो कि हामीलाई आतङ्ककारी भन्ने तिमीहरू मुलाहरू चाहिँदैन थियो। हामीले तिमीहरूले गएर त्यो सही सदुपयोग गर्छु भनेर जिताएर पठाएको तिमीहरूलाई। उसले सकुन्जेलसम्म देशको लागि कमाएर दिएछ। अब जब ऊ सक्दैन, ऊ दुर्घटनामा परेर अशक्त हुन्छ, उसको परिवार बिरामी पर्छ र असहाय हुन्छ, त्यो बेलामा सरकारले आएर सहयोग गर्नुपर्ने हो। 100% स्वास्थ्य र शिक्षामा जनताको छोरछोरी पढाउनलाई 100% फ्री गराइदिनु पर्ने हो। खासमा धनी देश, विकसित देशहरूमा यही नै हुन्छ। पाउन्जेलसम्म करको पैसा भनेर लुट्ने अनि त्यसपछि जनता जब दुःखमा पर्छन्, एक्लै हुन्छन्, त्यसपछि उनीहरूलाई त्यत्तिकै छोडिदिने गर्न मिल्दैन। मैले कुनै नचाहिने कुरा माग गरेको पनि होइन। अहिले अब पुराना पार्टीहरूको पत्ता साफ भयो र म रवि दाई र बालेन दाईलाई के अनुरोध गर्न चाहन्छु भन्दाखेरि यो देशको हरेक नागरिक धेरै महत्त्वपूर्ण छन्। उनीहरूको ज्यानमा त्यस्तो खेलवाड हुनु हुँदैन र जब उनीहरूमाथि यसरी सङ्कट पर्छ, उनीहरूको दुर्घटनामा परेर ज्यान जान्छ, तिनीहरूको त केही गर्न सकिँदैन। तर अब दुर्घटना परेर ज्यान नजाओस्, मान्छेको धन सम्पत्ति र ज्यान क्षति नहोस् भनेर अब नियम कडा बनाउने बेला भएको छ। र हामीले बुझाएको हरेक करको पैसा कहाँ गयो, कहाँ खर्च भयो, त्यो हाम्रै हितको लागि खर्च भइरहेछ कि यसै गरी कुनै एउटा भ्रष्टाचारीको खातामा गएर जम्मा भइरहेछ, त्यो सब कुराको हिसाब माग्ने बेला भएको छ। जनता दुःखमा परेको बेला हरेक पालि सरकार साथ हुनु पर्यो। अबदेखि जुन यो अरबौं रुपियाँको पैसा एउटा भ्रष्टाचारीले लुकाएर राख्नु भनेको यो देशको लागि धेरै ठुलो हानिको कुरा हो। मैले सम्भवै नहुने कुरा त मागेको होइन नि। एउटै भ्रष्टाचारीको घरमा अरबौं पैसा छ भनेपछि त त्यति जाओ सानो कुरा, स्वास्थ्यको लागि, शिक्षाको लागि 100% छुट दिने भनेको त सामान्य कुरा हो नि, होइन र यो अहिलेको नयाँ सरकारलाई मेरो शुभकामना छ र जनताको हितको लागि मात्रै काम गर्छ भन्ने आश हामी सबैले राखेका छौँ। हामीले तपाईँहरूलाई जिताएको तपाईँमाथि धेरै विश्वास भएर जिताएको होइन के, यो पुराना पार्टीहरू देखेर आजित भएर जिताएको हुँ। यिनीहरूको विकल्प नै नभएर तपाईँहरूले जिताएको हुँ। एक हिसाबले भन्यो भनेदेखि तपाईँहरूले धेरै ठुलो क्याम्पेनिङ गर्नु भएको छैन यो चुनावमा, तैपनि जनताहरूले विकल्प नभएर अब तपाईँहरूमाथि आश देखेको हो। तपाईँको पुरानो कामहरू देखेर जनताहरू खुसी भएर ल यिनीहरूले चाहिँ केही गर्छन् किन भनेर चान्स दिएको हो। अब हाम्रो त्यो आशा भरोसालाई तोड्ने काम नगर्नु होला भन्दै यो भिडियो सिद्ध्याउन चाहन्छु म।